भ्यू हरिबाहा मान्छे चाहिँ त्यस्तै हो खाइसियोस् न त्यही भएर चाहिँ सोना अब तपाईले चुज गर्ने थिएन पक्कै सोनाले ढाड्छ त्यसपछि अब गेममा ढाड्दिन उता हेर न सबैले हेर सोना ल चुज गरेको थियौ चुज गरेको मैले यो गरेँ अनि किन उठाको ल तिमीले अब कुन गेम खेल्ने यो खेल्ने यो त भयो गयो मिलेन ल सुरु गरौँ त गरम ल हेलो गाइस कता हो हामी यारुनमा हामी ड्राई पिकनिक जाँदैछौँ आज हाम्रो छुट्टीको स्पेसल त केही छैन नथिङ स्पेसल तर यसो कहिले काहीँ रमाइलो अरू चाहिँ सबैजना सन्डे र स्याटरडे आउँछ हामी चाहिँ आज कोही पनि नआएको दिनमा चाहिँ हामी गएको क्या पिकनिक खान किनभने हामी झ्याउ लाग्छ यहाँ चाहिँ यस्तो यस्तो फल्छ आलु पोखरा के अरे आलु पोखरा हो क्या हामी त आलु बोखरा भन्छ यहाँ लपक्कै फल्छ कुनै होइन रातो र सेतो हुँदो रहेछ हौ ऊ यताको चाहिँ रातो छ यो चाहिँ यो भयो होइन अलिकति ठुलो हुन्छ यो चाहिँ रातो होइन हौ यत्रै हो योभन्दा अलिकति बढ्छ क्या यस्तो हुन्छ अमिलो अमिलो हुन्छ तर यो एउटा होइन हो क्या यो त उ त्यही हामी बस्ने छेउमा खाने हामी बस्ने छेउमा छ त ऊ फले खज पानी खतरा आउँछ त त्यो बर्कले यसो थिच्नुपर्छ त्यो बर्कले यसो बर्कले बिर्को बर्कले गर्दैन त अनि होइन बर्खले बिर्को लाउनु पर्छ होला न मेरो नि त्यसको ढोका ढोका लगाइदियो भन्छ त कहाँबाट लाउनु त ढोका सोनमले हो सोनमको घरतिर पुरै ढोका यो चाहिँ एरोन लेक यस्तो छ बोटिङ हुँदैछ अहिले बिचमा टापु छ अनि उता छेउमा पनि एउटा यस्तै लेक छ जाम गाइजहरू चलो पानी हाइदे 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 बुझ्छ बोक न यो हो साँच्चै हो मलाई यो घर मनपर्छ पछि यही भिडियो देखाएर इन्जिनियरलाई चाहिँ यो घर बनाइदिनु भन्छु गाइज दामी छ क्या उताको चाहिँ अलिकति भुइँमा छ जग्गा उठे होइन यताको दामी छ माई ड्रिम हाउस बोटिङ हुँदैछ यहाँ यो एक साइडको भयो त्यो चाहिँ बिचको भयो अघिको चाहिँ उता अर्को साइडमा हो साथीहरू यहाँ योगा गर्दैछौँ तर पानी पर्छ होला मेरो ब्लगको हिरोनी चाहिँ यो हो है साथीहरू सोनम नभए मेरो ब्लगै चल्दैन के बोक्नु भएको एकचोटि सुने हेर्नुहोस् यस्तो रमाइलो छ जागृतमा जो बस्नुहुन्छ उहाँहरू चाहिँ यहाँ आएर यसो एउटा लेक साइडको जस्तो होइन हाम्रो लेक साइडको जस्तो फिल लिन सक्नुहुन्छ
अनि यस्तो ड्राई पिकनिकहरू खान सक्नुहुन्छ है यसो माइन्ड फ्रेस गर्न ह्याङ आउट गर्न आउन सक्नुहुन्छ कति रिसाइराख वेदर चाहिँ के भएर वेदर घाम नआएर होला नि खै अब दिपा दिदी सिङ्गल भएर हो कि वेदर रिसाएको झैँ लाग्छ केटीहरू फोटो खिच्ने अँ मलाई सामान बोकायो मेरो बिजोक घरैदेखि बोकेर आएको त होइन नि मेरो बिजोक के हो मैले नै बोकेर ल्याएर सबै खै त चस्मा नेमा चस्मा इमा नेमा यो हो जाग्रेब सिटीको मेन अफ द पोइन्ट भनेको चाहिँ येरुन लेक यहाँ चाहिँ एकदमै आनन्द आउँछ क्या हाम्रो चाहिँ घरदेखि 5 मिनटको बाटो हो त्यही भएर हामी प्रायः यहीँ आउँछौँ Vesla, dubinu na kojoj treba nositi lopatu, kreću tako. फाइनल्ली बस्ने ठाउँमा आइपुग्यो तन्न ल्याएको भए त बसिन हुन्थ्यो होला हौ हामी चाहिँ यहाँ हेरुनको पिकनिक स्पोट तपाईहरु नि आउनु होला पिकनिक खाएर जानु होला पिकनिक चाहिँ आफै बोकेर ल्याउनुस् यहाँ पाउँदैन उ त्यो घरमा नबस्नु हामीलाई चाहिँ ढुङ्गा टिपेर ल्याएको अहिले गेम खेल्नलाई हैन खतरा पिकनिक भइरह बारबेक्यू तिनीहरु त को पो हो नेपाली त होइन होला हौ इन्डियन जस्तो खासमा यहाँ बस्ने भनेको होइन यहाँ कुर्ची सुर्ची केही पनि नरहेछ अब हामी यता सर्छौँ यो टेबल अनि कुर्सी बस्ने सुविधा अब यसलाई सजावट गर्छ हाम्रो सोनम मिसले उता फेरि यस्तोमा त एकदम फिटफ्यार हो नि खासमा यस्तो घरमा बस्ने भनेको ब्याक रहेछ ब्याक चटपटको लागि वाइ चौचौ त्यही रम्बम कि के अरे त्यो ल्याउनु पर्थ्यो नानी अब कति खै बुझ त खतरा खतरा हो र बुझ त ठुल्ठुलो रहेछ है ठुलो खालको रहेछ कहाँ किनेको भोक लाग्यो भने त्यो गुली एउटा खानु नि प्लेटमा खान्थ्यो एउटा भिडियो सुरु भयो है अब आफै मुख सम्हालेर बोल्ने यो त पिरो हुन्छ नि उयोले त प्ल्याट्टा कसले फ्याँक्यो यो राखेको तले टोपीले राख्नु भयो प्लेटमा राखेको थिएँ कति यहाँ काटेर मुखले नभए पनि योमा चिराउँछ यार भयो हजुरलाई भयो त काटेको यो हजुर मलाई है यो त पिरो खाइ लाग्छ त्यही मात्रै हाल मलाई डल्लो खोर्सानी ल्याएको त्यो नहालिरहेको हाल्नु न हुँदैन नि ल मैले चटपट त थोरै मिठो यहाँ त बरु यो अलिक लगाऊ हालौँ यो खाइहाल्नु सब हाल्नु ल यता चोखा युरोपको पिपलको बुट्टा हो यो पत्ता हेर्दा त्यस्तै र बुट्टा पनि
उस काट सोनम खरबुजा काट्न खुब रहला हैन ल ई हारा ए म चटपट मसल ल्याउनै बिर्सेछ डोन्ट माइन्ड गाइड्सहरू मेरो कटिङलाई देखेर काट्नुहुन्छ कि बरु तपाईँ हेलो तिमी आफै गर्छु भनेर पो हामी नगरेको मुखको हालिस है लेमन त साथीहरु ल्याएर जति ल्याए सबै हाल्नुपर्छ भने छैन अनुसार राम्रो दियो भयो त के साह्रो त्यो त बुझ्नु पर्ने त सोध्ने कुरा छैन मुखमा धेरै अब सुत्तालाई आएन यार मुनि पाउँदै थिएन सोनाम खै पानी न यो पानीले यो धोएर यो अलिक कटकट गरेर ऊ यो उसमा हाला त्यो चप गर्नु होइन दुई टुक्रा मात्रै बनाऊ है ओके डल्ले नहाल्ने त्यो हाल डल्ले नहाल क्या जिउ हाल्ने यो त टेस्ट पनि आउँछ कलर पनि त्यही भएर यो पहिले काट्नुहुन्न क्या यसरी सकिन्छ मिठो चिज नै यो त भरे पिरो भएको बेला खानु देखेन के अरे के गर्नु र आफै मान्छे हो के अरे यो चाहिँ हिस्मा मिसले बनाइसकेको अचार हो मलाई चाहिएको पनि छैन सायद मिठो होला अचार भनेर ऊ क्यामेरामा देखाउँछ अचार आलुको म एउटा होस् देखाइदिन्छु गाइजहरू आज मैले चटपट बनाएको छु ल भन्दै थियो एउटा पूर्वतिरको हो नि मोती कस्तो खानु त्यो दिदी खै के हो खतरा भएर हो मान्छे चाहिँ अलिक कस्तो मिलियन भ्यू हो हेलो गाइज भन्छ गुवाम के पुगेन भाइ चाखो त के पुगेन यो चाहिँ हो आलुको अचार मिस काशीले बनाइसकेको यो ससेज हो यो पनि काशीले बनाइसकेको मसला छैन भने चाहिँ पुग्यो चटपटी हालिसोस् चटपट चाहिँ यहाँ त्यहाँ है यो चाहिँ हाम्रो चटपटी हो दिपा दिदीले बनाइसकेको हाम्रो कार्यक्रम सञ्चालक सोनम कपुर मगर या अब चिज घर लाने हो सक्यो चिज घर लाने हो सक्यो ओइ धेरै नफुटाउ क्या यो हुन्छ क्या के अहिले भरे खाइसकेन भने यहाँ राखौँ बरु घरै लाने भयो खानेकुरा बनभोज खै त कान्छ भाइ आइपुगेन त उता चाहिँ इन्डियनहरू हो कि पाकिस्तानीहरू हो खतरा नाच्दैछ हेलो गाइज के कस्तो भइरहेछ रमाइलो भइरहेछ हाम्रो सबै रेडी भइसक्यो इन्जोय भइरहेको इन्जोय यता चाहिँ मिस काशी ब्लगर हो है मिस गुरुङ सबैले सब्स्क्राइब गरिदिनु ल सब्स्क्राइब गरिदिनु होला म चाहिँ फोटोग्राफर हो यो चाहिँ एरोन लेक ल है यता भिडियोमा कैद गरौँ हाई मेरो मायालु हाई मेरो मायालु दिन्छ क्या फेरि सनमले खै त कान्छा भाइ आयो भने चेस गर्ने भनेको आएन त आउँदै ओ भाइ आयो त खान्छ कति झोला हाल्यो नमस्ते मेरो भाइ
कसको बर्थडे आज बर्थडे हैन गिफ्ट ल्याउनु भने चम्चले बर्थडे हैन दिदीहरुको छुट्टी भएर आज विकेन्ड हैन हाम्रो उसको आइफोन हो खै ह्यापी पिकनिक डे त्यस्तो हो म खादिन के ओजन मेरो भाइ है रोहन लिन्छ यो एकैचोटि म के साह्रो गर्दै आफूले आफै टिप्न पाउँछ कि पाउँदैन पाउँदैन आफूले चुज गरेको आफूले नटिप्ने अरूले टिप्यो भने तिमी आउट भयो क्या बुझे अरूले के रे तपाईले यो मानव लो तपाईले यो चुज गरे हैन मैले यो टिप्दियोछु तपाई आउ म आउ ए अनि पाले पालो त्यो तपाईले चुज गरे हैन हामीलाई थाहा हैन तपाईले आफैले भन्नु पर्यो तपाईले फेरि त्यही तपाईले जुन उस गरे त्यो नगर्ने अरु टिप्ने है हामीले चुज गरेको तपाईले टिप्यो भने हामी जान्छौँ नि त तपाईले आफैले चुज गरेको टिप्नु भयो ल अब पालै पालो ल मैले त के हो गरिन त यो मन त सोचे छुनु पर्ने हो जसले जितेको ए म त छोइन मन के खानी भिडियोमा कसो थाहा हुन्छ यो मैले पनि अनि भिडियो कसरी थाहा हुन्छ यो भन्ने त्यही भएर आछि म गर भन्छन् भन्छ ल अब जसले जितेको त्यहीले सुरुमा चुज गर्ने ल छुनु पर्यो रे ल कोही हेर्ने फेरि हामी जुन भरे भिडियो हेर होला नि ओके अब उता फर्के उता यसले देख्छ के फेरि भयो ए दिपा दिदी भएन ल अच्छा न लो भयो मेरो टर्न ल भयो ल सबै आँखा चिम्मा गरो गाइजहरु ल भयो ओके ल सोनम मबाट तिमीले चुज गरे सेफ सेप ल सेप सेप भएको सबै भौली नै लो सेप सेप ल सेप सबै सेप लुसोना चकलेट सेप चकलेटै चकलेट त्यसमा सेफ सेप म हैन सेप आउट भयो त्यसो भए ल ल वान आउट भयो ए आउट भयो अब यसमा आउट ठ्याक्कै भिडियो मेरो पालो ल दुईजनाले एउटै छोके जस्तो लाग्यो सेप भयो म दुईजनै सेप भयो ल फेरि टिप्नु के मैले यो टिप्यो तपाईको टर्न त्यही त दुईजना आउट भएन त नि तपाईको चुज गरेर उठाएन नि मैले यो उठाए के तपाईले यो छोको हो कि हैन होइन भने सेप बोल अब उठाउनु यो मैले उठाइसके त फेरि उठाउनु काशी दिदी उठाइसके त ल हो र दुईजना मात्रै हो त ए म उता कुरिराको के ल सेप ल उठाउनु झ्याप्पी झ्याप ल दुईजनाले एउटै छोहा ल सेप गयो यो तिमीले चुज गरेको ए मैले चुज गरेको यो हो यो सेकेन्ड राउन्डमा विनर हुनु भएको छ हाम्रो दिपा लिम्बू हजुरको लागि टाली एउटा रमाइलो फेरि भयो यो त अब कुन गेम खेल्ने ए खेल्ने यो त भयो अब एक टर्न खेल्नु अब कुन चाहिँ खेलौँ अर्को खेलौँ न कुन अर्को त गोटी
हातको त जाने अब चाहिँ हामी यो यसको पनि एउटा पछाडि बसेर यसो देखाउने बसो ए होइन कतिवटा आउला होला ए होइन एउटा ग्लास राखौँ एउटा चक्लेट राखौँ अनि पछाडि मान्छे बसेर यो भने के हो भनेर के छ भने अनि तपाईँले चुज गरेर यो भने देखाउनु मिलेन भने कुद्ने यो दुईटा चक्लेट छ है यो एउटा भयो है एउटा ढुङ्गा हुन्छ है यो एउटा तपाईँसँग भयो गट्टा खेलौँ चिप्स ल्याउँदा एउटा यो छ है एउटै चक्लेट भएपछि सक्यो कि होइन अब कुन चाहिँ उठाउँछ होइन एउटै खालको चक्लेट त मिस हुन्छ के भयो नि त छोरी छ त यी मैले यो देखायो भने तपाईँले यो देखायो भने गयो क्या होइन होइन के हो यति नै यति नै कि चक्लेट एउटै भयो ती बडी गर्ने यो सालाहरू चक्लेट भने चक्लेट अब उस ल्याउ न कप ल्याउ न उयो कप ल्याउ ल कोहीलाई जुस उयो पानी ल्याउनु खान्छ कस्तो तिर्खा लाग्यो चक्लेट खुवाएर मलाई तिनचोटिमा सामान्य मिलेन भने गयो है तपाईँले पाउँदैन यो पनि हो के कहाँ लाग्यो यो प्लेट फेरि सुना नि राख न खुट्टेल टोके क्या ए यो चारवटा छ नि अलिक बढी हुनुपर्छ क्या तिनचोटिसम्म त हामी बढी 5वटा टिस्यु पेपर एउटा एउटा चक्लेट यो एउटा चक्लेट चम्चा राखौँ चम्चा एउटा व्हाइटवाला चक्लेट एउटा व्हाइटवाला अनि एउटा लेमन राख्नु चक्लेट धेरै भयो के चक्लेट दुईटा शुभ लाग्नु एउटा लेमन राख्नु ल बहिनी डनले भन्छ मान्ने रे कतिवटा थरी भयो 7वटा 1 2 3 4 5 6 7 7वटा भयो 7वटा 2 3 4 5 मेरो कुन थरी खै चिप्स म देखाउँछु अब चक्लेट चक्लेट नि काशी दिदीले पछाडिबाट निकाल्छ तपाईँले यहाँ एउटा चुज चक्लेट छ यी ल सकिन हेरौँ ए सेतो ल्याऊ तीनचोटि चान्स रे हातमा आँट्छ त नि ल ल सुरुमा के देखाउने है ल सोना बस बच्चा तिमी दर्शक हो क्या हेर्ने मात्रै हो ल ल उठाउनु त्यसमा मैले कुन उठा हातले उठाउनु एउटा चुज गर्नु कुन चाहिँ हो ल मिलेन फेरि फेरि रोक्ने तिनचोटिसम्म चान्स पायो ल राइट मिल्यो एउटा चक्लेट ऊ चिप्स खुलाइदियो भयो के तपाईँको ल ल ल ल ल ए मेरो टर्न के चाहिँ हो त ल सुरु भयो यो मिलेन मिलेन गर्नुहोस् त अर्को मुखमै अनदर ल अब भयो यो मिलेन यो पनि मिलेन ओहो ल कुडै खाने ल अब मिल्यो ल विनर हुनु भएको लास्टमा त म हेर्यो नमिल्ने यार सोनामको अब गरौँ ल सुरु सुरु गर सोनाम मिलेन अलि यसो देखाउन सोनाम ओके यति छिटो हतार है मिलेन पक्कै कुडै खाएन अब के हो ल यार अब ल कुटमेलाई ओयो कुटमेलाई ओयो के देखाएको थियो यसले भन्दैन भ्लग हेर्ने यसको लागि त्यसको लागि भ्लग हेर्नु होला ओके भयो उता देखाउनु पर्यो नि पहिला ल ल बस्नु हातमा धेरै भयो क्या पौडी बस्नुपर्छ होला ल ल भयो भयो मिल्यो मिल्यो लजिक लाग्यो क्या म लाउने एउटा चिप्स सोनमले मात्रै कुटाइ खायो मैले पनि खान्छु जस्तो लागिरहेको ल सुरुमा ल अलि दिपा दिदी नदेखिँदो रहेछ नि हो देख्यो अघि अब ल देख्यो अब देख्यो गरे है अँ लु कुन चाहिँ देखायो लिम्बुले
मिल्यो सुरुमै मिल्यो सोनम मात्रै फेल खायो त यार ल गोतो भयो नि त हैन सक्यो अब यति मैले यस्तो सुनेको थिएँ चक्लेट सक्ले अघि नै लागेछ अहिले धेरै टाइम लगायो खतराङ खुत्रुङ गऱ्यो पक्कै प्लेट उठायो क्या भन्छ जस्तो लाग्थ्यो क्या मलाई मैले झन् अठार उठाएको पटाखेलामा आऊ रेडजर कतिवटा खेल्छ 5 वटाको होइन हातमा पनि बस्दैन होला ए ल गट खेल कसले आउँछ न यो पहिला सुरु दिनमा कस्तो खेल्छ अरे पहिला एउटा त्यसपछि दुईटा ए यता यहाँ अलि चिल्लो उस भयो सुरुमा यसो गरे हैन एउटा टिप्यो यहाँ त अलि अनि दुई पहिला एउटा टिप्ने त्यसपछि दुईटा टिप्ने तिनटा कहाँबाट आएको तपाईँ त कता खेल्न नि नआउनु भने चाहिँ कहाँबाट आयो दिपा दिदी घरतिर खेल्थे नै क्या म त खेलेन दिपा दिदी त चिप्ल्याउँदै त ब्याडमिन्टन मात्रै खेल्नुपर्छ लु खेलौँ नि त ल लु खेलौँ टर्न बाई टर्न कसरी खेल्ने सुरुबाट हाने होइन म हान्छु ल 5 वटा यस्तो गरेर के गरेको त्यस्तो खै कतिले जाने म हान्छु चुप लाग्यो नुवाकोटतिरको ल्याए क्या के अरे नुवाकोट जानेन भन्दैछु गयो तिमी गयो अलि नमिल्दो रहेछ क्या नभए चिल्लोमा चाहिँ अलि मस्त मिल्थ्यो यस्तो हैन एउटा टिप्न अहिले नङै जान्छ यो ल अब चाहिँ दुईटा टिप्नु पर्छ त्यही अनुसार फाल्नु यो चाहिँ भेरी गुड खेल्दैन अल्छीहरुले यो के गर्दा एकचोटि एउटा तिनटा एकैचोटि यो एकचोटि उठाउनु कुन चाहिँ उठाउने जुन चाहिँ सजिलो तपाईँको दिमाग कस्तो छ त्यही हो अब यो एउटा माथि अब 4 वटा एकैचोटि 4 वटा हैन हौ यसो हो त्यही हो त्यस्तो हो यस्तो होला नि के हो अझ यसो कस्तो अनि यसो गरेर त त्यो पछि यो ट्राई ल ट्राई हो न यहाँ थै तिमी हरिसक्यो ए ल गयो यो दिदी ट्राई त्यो ट्राई हेर्न कस्तो ट्राई पाउँछ नो ट्राई त्यसपछि कुनै के हातमा यसरी के कतिवटा अड्नाउनु पर्छ बिर्सिसक्यो यस्तो फेरि टिचरै गयो त एउटा त उठाउँछ होला एउटा त उठाउँछु म अनि कान्छाले गेम गर्छ ओहो कत्रो भयो दुईटा 16 त हो नाइस अब कति चेप्ने हो दुईटा तीनटा कति चेप्ने हो तिमीले त्यति चोटि नै बाजी गर्न पाउँछ है अब फाल्यो त्यसरी हैन एउटा मात्रै एउटाले मात्रै यसरी चेप्ने हो यो मात्रै यसो गर्ने ल यसो गर्ने के गर्ने बल्ल अब यस्तो आयो अब दिने यो यसो गर्ने ल ओ त्यो यो एकै लास्टमा यो छिराउनु पर्छ हैन ग्रेट यो त म छिराइदिहाल्छु नि चकलेट दोकान छ ल अब तिमीले अब के भयो त गेम भयो त नि तिमी विनर गट्टाको विनर तिमी प्राइज देऊ न के हो र ओ माय गॉड धन्यवाद चकलेट ल अब हाम्रो भाइको म त भिडियो अब एन्डिङ गर्दै फाइनल्ली गाइज भनेर होला नि ल भन्नु त ल फाइनल्ली गाइज हाम्रो चाहिँ ड्राई पिकनिक पनि इन्ड भयो अहिले चाहिँ अलिक जाडो भएर मैले चाहिँ हुडी पनि लगाइसकेँ है अब हामी नेक्स्ट टाइम फेरि नि भेट्छौँ हाई इन्टु बाई 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 सबैजना सबैलाई बाई मिस काशीको भ्लगमा सबैजनालाई मिस गुरुङको भ्लगमा सबैजनालाई सबैले माया गरिदिनुहोस् सबैले सब्स्क्राइब गर्नु होला यसो बेल आइकनलाई टिङ
दबाइदिनु होला है त सबैजनाले ओके बाई 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 सी यू नेक्स्ट भिडियोमा